हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अहिले तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अहिले चाहिँ पशुपति जाँडालाई म तल पुगिसकेँ, गम्भीर कलेज भन्दा नि यता है। म चाहिँ अहिले एक्लै छु, माथिबाट चाहिँ कोडेश्वरबाट अङ्कल नै आउनुहुन्छ। सो हामी चाहिँ आरती हेर्न जाँदैछौँ अहिले टक्कै यो गम्भीर कलेजमा, के अरे गौरी शङ्करमा पुगेँ म चाहिँ अहिले। पछाडिको यस्तो भ्यू छ क्या गाइजेबाट है, बाटो चाहिँ एकदमै खत्तम छ। यहाँ पुगेँ म चाहिँ अहिले, कोडेश्वरसम्म हिँडेर जानुपर्छ, त्यहाँबाट चाहिँ गाडीमा जान्छु अङ्कल र म। अहिलेलाई चाहिँ ब्याकग्राउन्डमा प्लेन नै आइरहेको छ, प्लेन यहाँ छ है, दामी आइरहेको छ जोस्। बाटो खत्तम छ कि पुरानो पिच नै भएको छ नि यो बाटो, बिहान आउनेलाई कस्तो गाह्रो हुन्छ है। सो अहिले म चाहिँ बालकुमारी पुग्न आँटेँ है, अनि कोडेश्वरसम्म हिँडेर जान्छु, त्यहाँबाट चाहिँ अङ्कल आउनुहुन्छ, म जान्छौँ। केही थाहै थिएन क्या खास चाहिँ, हिजो क्या भन्नुभएको थियो, त्यही पनि के रेडी नै थिएन, त्यत्तिकै आइहालेँ म त। सुतिर आएर उठेर आएको म त है। कस्तो पछाडिको आरुको रुखले चाहिँ दामी छ जस भ्यू चाहिँ। ल म पछि देखाउँछु। यहीँ हिँडिरहेको छु म अहिले चाहिँ, सो घाम नि त्यहाँ रहेछ, टक्कै पानी नि परिरहेको छ। माइक आज त पानी बढेर हेर न खोलामा, थोरै पानी पर्दाखेरि यतिको भइहाल्यो होइन। एक दुई दिनसम्म आयो भने त अघिल्लो चोटिको जस्तै हुन्छ होला, यो त पुरा भरिएर दामी देखिरहेको नि। यस्तो छ बालकुमारीको पुलबाट देखिने भ्यू। सो यता नि देखाएँ मैले। खोला चाहिँ दामी लाग्यो क्या, तर है कति धेरै पानी बढेको क्या आज त। माइ गड, गाइस यो रोडको पानी हेर्नु न, रोडको यति धेरै पानी बढेको छ यहाँ। ओ माइ गड, ल यहाँ पनि रहेछ पानी, यति धेरै पानी छ अरे त, खोला जस्तै भइदिएर आउने रोड पनि। चाहिँ कोडेश्वर भाडबाट नि है, हो म चाहिँ अगाडि लागिहालेँ। कोडेश्वर भनेको बिची सिटी हो क्या काठमाडौँको चाहिँ, यति धेरै जाम हुन्छ, मान्छेहरू हुन्छन्। जस पानी पर्दाखेरि चाहिँ दामी देखिरहेको छ कि, कस्तो फुलहरू नि सानो सानो ट्याक्कै पारिपट्टि यस्तो छ। म चाहिँ अहिले कोडेश्वरको आकाशे पुलमा पुगिसकेँ है, अनि हिँडिरहेको छु म आकाशे पुलनिर। ट्याक्कै अगाडि अङ्कल हुनुहुन्छ, चौकीनिर हुनुहुन्छ अरे, हल्का छिटो हिँड्नु पऱ्यो कि। कस्तो हल्लिएर हजार क्यामेरा नि दामी छैन होला, देखिरहेन यति धेरै मान्छे, यति धेरै मान्छे, लाज लागिरहेछ भनेको। म यहीँबाटै जान्छु, माथि पुलबाटै जान्छु है। उता फेरि ट्राफिक क्रस गर्नुपर्छ, क्रस गर्नुपर्छ नि त रोड, के अरे चोक्नेर। सो म चाहिँ माथिबाट है आकाशे पुलको युज गर्नुपर्छ सकेसम्म चाहिँ है। सो उहाँहरू चाहिँ पुलमा छु, पुलले क्रस गरिसकेँ। उता दिदीले के मिठो गाउनु हुँदो रहेछ क्या, क्या मिठो। त्यहाँदेखि एउटा दिदी गाउँदै हुनुहुन्छ क्या, दामी छ क्या। फेरि उताबाट चढो यताबाट झरो होइन, यही छ काम, चढ्न झर्न त्यही छ गाइस। ल मान्छे हेरेर नि लाज भनेको यति लाग्छ कि मलाई होइन, फर्स्ट भ्लग हो नि त, त्यही भएर लास्ट लाज लाग्छ मलाई त। म अब गाडी जान्छु, म चाहिँ अहिले चोकनिर पुगिसकेँ है। चोकबाट नि काइन्ड हुनुहुन्छ अङ्कल भन्ने तर है, कलेजको अगाडितिर जान्छु म अहिले। घाम भइरहेको छ कि, म त कपाल नै गरेको छु, केही छैन, केही चाहिँ त्यत्तिकै आइरहेको कि म मान्छे।
रुगाखोकी लागिरहेछ, आवाज नि आइरहेको छैन है। त पनि फर्स्ट भ्लगमै भनेको जे भयो नि। अगाडि बढ्दैछु, कहाँ हुनुहुन्छ भन्ने हो खासमा, अगाडि हुनुहुन्छ होला। म जाँदैछु। फाइनल्ली हाम्रो भेट नि भयो। त्यहाँ हुनुहुन्छ अङ्कल चाहिँ। भ्लग स्टार हाम्रो भेट भयो। ल कहाँ जाने हो? अर्को गाडीमा जाऊँ। उदो गाडी आउँछ होला त। ल हामी यहाँनिर वेट गर्छौँ एकछिन। फाइनली हामी चाहिँ अहिले बस नि चढिसक्यो है कोडेश्वरबाट। बस चढिसक्यो लास्ट चाहिँ। ल ओ त्यहाँको भ्यू हेर्न कस्तो दामी क्या। हामी चाहिँ तिन कुनै अहिले चाहिँ हामी सिनामङ्गल पुगिसक्यौँ है। यो देखेपछि थाहा भइहाल्नुहुन्छ नि। ल एयरपोर्टतर्फ लाग्दैछौँ। अरू जे भयो नि सन चाहिँ यस्तो दामी देखिरहेको छ नि। उतो कति दामी देखिरहेको। कति धेरै हल्लिएको नि। किन हल्लिएको छ यो एरिया पुग्यो हामी चाहिँ अहिले। हामी सूचना तथा प्रसारण विभागमा फुलहरू अझ नि बाँकी रहेछ अलिअलि चाहिँ। फाइनल्ली हामी चाहिँ पशुपतिको गेटमा पुगिसक्यौँ। यहाँबाट जाऊँ त। हाम्रो पुगिसक्यौँ अहिले चाहिँ है। गेटमा प्रवेश गरेर हामीले चाहिँ अहिले आरती हेर्नुपर्छ आज चाहिँ। खासै मजा आउँछ तर हेर्न चाहिँ मजा आउँछ क्या। चराहरू चिरबिरी गरिरहेको छ। पिपलको बोट। पशुपतिबाट अगाडि बढ्दैछौँ। अगाडि पशुपतिबाट चाहिँ भन्नु होइन, गेटबाट चाहिँ अलि धेरै मान्छे छन्। आरती हेर्नेहरू आइरहेछन् होला। बसहरू छन् है। सो उता लाइट नि चलिसक्यो। त्यो धेरै मान्छे देखिरहेको हामीले। ल अलिक बढ्दैछौँ हामी चाहिँ। पशुपतिको भित्तामा यस्तो बनाएको रहेछ क्या। ओ माइ गॉड क्या दामी क्या। सो नाइस छ क्या भित्र चाहिँ। यो सबै ठाउँ यस्तै गरिदिएको भए त कति राम्रो देखिन्थ्यो होला। त्यहाँ अगाडिसम्म रहेछ है। ओ हिमाल कसका कुकुरहरू है के होला ब्यागमा सायद कुकुरहरू बसाइ लागिरहेछ नि सबै कुकुरहरू। गोरु के दामी देखिरहेको कि हिमाल। आमामा फाइनली बाँदर नि रहेछ है। तर मलाई डर लाग्छ कि बाँदरदेखि लास्टै होइन। हेरिरहेको छ त्यहाँ कहीँ माथिबाट फुत्ताएर मोबाइल पुलाउने हुन् कि के थाहा। फुलहरू पनि दामी क्या। फुलहरू झन् दामी। यता झन् दामी। फुलै फुल दिन्छ कि। सो नाइस फुलहरू। पशुपतिमा आउनेहरूको भिड बढिरहेको छ अहिले चाहिँ है। ऊ पछाडि मान्छेहरू आइरहेछन्। त्यहाँ पनि भइसक्यो। मेरो कानमा फुल छ एउटा कानमा। त्यो मान्छेले त बत्तीहरू पनि बलिसक्यो है। आरती हेर्नेहरूको भिड एकदमै बढ्दो क्रममा रहिरहेको छ। के ल मान्छे बसिसक्यो के त्यही हामीले जान्नु। यति धेरै मान्छेहरू भइसक्यो जम्मा भइसक्यो। उता लास्टले बोल्दै रहेछ मान्छेहरू।
हल्का अगाडि गएँ अमेजिङ छ कि यहीँ फेरि खेर आरती सुरु भएर चाहिँ मान्छे बोलिरहेको छ नि कि कस्तो के यार दामी भयो कि ल मान्छेहरू मान्छे छन् है ल अहिले चाहिँ आरती सुरु हुँदैछ यसको लागि सामना रेडी भइसकेँ उता माथि बोल्दै हुनुहुन्छ उनीहरूका बुवा आमाको आज विवाह वर्षगाँठ पनि परेको छ। विवाह वर्षगाँठ मनाउँदै आफ्ना छोराको जन्मदिन मनाइरहनु भएका रामकुमार शाह बिन्दु शाह परिवारमा, त्यस्तै अर्का सुरज तामाङ, अश्विन लामा, आयन तामाङ सुख शान्ति समृद्धि भनेर विद्या प्राप्ति पदोन्नति उद्योग धन्दा फस्टाउनु तथा वैदेशिक यात्रा सफल होस् भन्ने कामनाका साथसाथै आफ्ना विभिन्न मनका इच्छा उद्देश्य सङ्कल्पहरू पुरा हुन् भनेर सहभागी हुने गर्दछौँ। त्यसै अनुसार आज जति भक्तजन हुनुभएको छ भुवनेश्वरी माताको, अन्नपूर्ण माताको, महालक्ष्मी माताको, वत्सलेश्वरी माताको, भुवनेश्वरी माताको, वासुकी नागराजाको, कैलाशपति महादेवको हर हर महादेव। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ सांब सदा शिवः सबैले हातको साथमा ताली बजाउनु पर्छ। जय शशिशेखर जय भयंकर जय गंगाधर जय महादेव जय शशिशेखर जय भयंकर जय बाघंबर जय महादेव हर महादेव हर महादेव हर 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 हर।
बाबा पशुपतिनाथ भगवान को जय शिव शंकर शंभो गिरिजाधीश शिव जय गिरिजाधीश जय जय करुणासागर जय जय करुणासागर पशुपति जगदीश ओम हर 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 सहचारी शिव गणचन सहचारी मुंडमाना जगदामा मुंडमाना जगदामा रूपच भयहारी ओम हर 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 महादेव कमर त्रिशूल सुशोभित प्रभु का करवा शिव प्रभु का करवा ओम शरणागत विराजित ओम शरणागत विराजित बाहुं करतनवा ओम हर 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 महादेव सिंहमाचंद्रकला शिव सिंहमाचंद्रकला
धनिदात भुक्ति ओम हर 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 महादेव वेद पुराण कल्पित प्रभु को मरण शिव प्रभु को मरण गण व्यापक प्रभु को गण व्यापक प्रभु को महिमा जय जय सांब सदा शिव जय जय सांब सदा शिव जय जय पुरारी हर हर महादेव जय शिव शंकर शिव जय गिरिजाधीश जय जय करुणा जय जय करुणा बाबा पशुपतिनाथ भगवान को पावितस्थले गदे मदम्यनं पीता जटाटपी गलज्ज्वलं पाह पापि स्थलकल्पलंड्य पंडितंगमालिकमत्तमत्तमन्निनाद बाबा पशुपतिनाथ भगवान को आपको साथ समूह जोधा ताली बजाओ जय ज्वलन नाट पट्ट पावत सूरचंद्र
माइ गड मेरो त हात यस्तरी गल्यो नि है
फाइनल्ली हामी चाहिँ घर जान लागेको ल हामी चाहिँ घर जान लाग्यो अहिले आरती नि सक्यो है हुन्छ मान्छेहरू जाँदैछन् आफ्नो घर सो आरती हेऱ्यो दामी लाग्यो रमाइलो हामी जाँदै अब घर आफ्नो घर जाँदैछन् सबै आरती सक्यो नि त अहिले धेरै धेरै चाहिँ ल हामी चाहिँ जानु लाग्यौँ है जाऊँ हामी चाहिँ जान लाग्यौँ पानीहरू त कति धेरै हुन्छन् क्या दिने क्या सो हामी चाहिँ घर जाँदैछौँ अहिले अगाडि गएर अब बस चढ्छौँ अनि सिधै जान्छौँ ब्याक टु होम हामी चाहिँ यहाँबाट हुन्छ जाने बाबाजी हुनुहुन्छ है बाबाजी 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 हामी चाहिँ अहिले ब्याक टु होम मान्छेहरू अगाडि छन् त्यो अगाडि छन् त्यो पछाडि छन् है ल हामी गेटनिर पुग्नु लाग्यो अहिले चाहिँ पतङ्गा ल गाडीमा अड्क्यो हामी गेट बाहिर निस्किसक्यौँ फाइनल्ली मान्छेहरू त जाँदै हुनुहुन्छ हामी चाहिँ त जाऊँ ल त्यहाँ जाऊँ इन्डियादेखि चाहिँ धेरै मान्छेहरू आउनुहुन्छ है आउँछन् पनि दिनका दिन हुन्छन् क्या इन्डियाबाट आउने मान्छेहरू त थुप्रै धेरै हुन्छन् अब चाहिँ हामी गाडीमा चढ्छौँ ल गाडी कुन गाडीमा चढ्छ भन्ने थाहा भएन है गाडीबाट नि झडिसक्यो कोटेश्वर चाहिँ किन झऱ्यो भन्दाखेरि चाहिँ थोरै काम छ कि पैसा निकाल्नु छ थोरै अनि त्यसपछि पैसा निकाल्दा फेरि बालकुमारी जानु छ हामीले बालकुमारी भन्दा नि पछाडि इमाडो पुग्छ तान्दैछौँ अहिले पानी सकेपछि जान्छौँ है हामी के अरे कति जडीबुटीबाट जाँदैछौँ ओ प्लेन आइरहेछ प्लेन हो है यो कोटेश्वरको एरिया हो
देख्नुभयो नि ल यो चाहिँ जडीबुटीको एरिया कोटेश्वर चाहिँ ललितपुर हो फेरि अर्को नि आइरहेको छ त्यो त्यहाँबाट हामी चाहिँ जडीबुटी चोकनिर छ होइन है ल जडीबुटी चोक यो छ सो नाइस भ्यू यार यी गाडीहरू चाहिँ कता भन्दाखेरि सर्लाही के अरे मधेसतिर जान्छ क्या यी गाडीहरू चाहिँ हाइसहरू दामी दामी जडीबुटी चोक पर्ने भएर हामी जडीबुटीबाट यता आयौँ होइन यता साइड चार्जर किन्नु पर्ने हो अरे उहाँको यता टाइप सीको हो नि त टाइप बीको चार्ज छैन मेरोमा त्यही भएर चाहिँ टाइप सी चार्ज के अरे टाइप बी चार्ज किन्दैछौँ हामी उतै पाइन्छ होला ल त्यो जडीबुटीको त सबैलाई थाहा नै होला है भनेर कसरी भन्नु ल यसको माथि चाहिँ म पनि आएको छु कुन रोधी गरौँ के हो यो माथि गएको छु म मेरो कलेजको प्रोग्राम थियो क्या त्यहाँ फर्स्टमा यसमा हामी चाहिँ यहाँ पुग्यौँ मोबाइल पसलमा जेएलसी रहेछ यसको नाम चाहिँ ब्याङ्कवेट रहेछ जेएलसी ब्याङ्कवेटमा आएको थियो क्या हामी 1 वर्ष 1.5 वर्ष अगाडि म आएको थिएँ कलेजबाटै आएको थियो क्या सबै साथीहरू र म छैन रे छ होला किन नआउनु है हामीले चाहिँ चार्जर नि किनिसक्यो है खै त चार्जर छैन ल किन्यो है चार्जर यसको नाम नै रहेनछ नाम भनिदिनु ल उहाँ दाइकोबाट किनेको हामीले इन्द्रेणी ब्याङ्कवेट एन्ड थकाली खाना यसकै साइडमा छ यो होला यसो नचलेर हैरान भनेको ल फाइनल्ली अहिले चाहिँ हामी ललितपुरमा प्रवेश गरिसक्यौँ है पुलबाट भित्र छिरिसक्यो हिमाडल हो त्यहाँ खोला छ अँध्यारो देखिँदैन अहिले सो पशुपति हेर्दा नि राम्रै भयो भने फाइनल्ली हामी चाहिँ अहिले चिकन लिँदैछौँ यहाँबाट लास्ट अब हामी रुममा पुगिसक्यौँ पुग्न लागिसक्यो है सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला अर्को भिडियो पक्कै पनि आउने छ ल अहिलेलाई चाहिँ बाई